नमस्कार, म खेमाल मगर। आजको मुख्य खबरहरूबाट पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मोरङको बेलबारी 3 नयाँ नापी कार्यालय छेउमा शुक्रबार बिहान अन्दाजे 8 बजे दुर्घटना हुँदा 2वटा बसमा क्षति पुगेको छ। पूर्वबाट पश्चिम जाँदै गरेको बसले अगाडि कारलाई बचाउन खोज्दा सोही दिशामै रहेको बसले पछाडिबाट ठोक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा क्षति पुगेको छ भने केही यात्रु घाइते भएका छन्। समाचार सुन्दै गर्नुहोला। आजको यो छोटो समाचारबाट म बिदा हुन्छु। सबैलाई नमस्कार।